गठबन्धन गठबन्धन भनेको के हो भन्ने कुरा हामी सबैले बुझेका छौँ। गठबन्धन भन्नाले दुई वा दुईभन्दा बढी राजनीतिक दलहरू, कुनै पनि समूह, सङ्घ संस्था आदिको एउटा निश्चित उद्देश्यको लागि सहकार्य गर्नको लागि गरिएको एउटा सहमति हो। र यो गठबन्धन चाहिँ नि साझा हुनुपर्छ, स्पष्ट विचार र नीति र सिद्धान्तसहितको हुनुपर्छ। र गठबन्धन आपसी एउटा विश्वास, सम्मान र दुवै पक्षलाई चाहिँ मान्ने हुने गरी अथवा सबैलाई मान्ने हुने गरी गठबन्धन तयार हुनुपर्छ। र यदि गठबन्धन अपवित्र भयो भने, गठबन्धन साझा भएन भने र जनपक्षीय भएन भने त्यो गठबन्धन दीर्घकालीन हुँदैन, टिकाउ हुँदैन। मैले यस प्रसङ्गमा सानो एउटा प्रसङ्ग जोड्न चाहन्छु। एउटा पोखरीमा एउटा भ्यागुतो बस्दथ्यो र पोखरीकै छेउमा एउटा पुवालमा मुसो बस्ने गर्दथ्यो। र त्यो मुसो घाम ताप्नको लागि बाहिर आउँथ्यो भने कहिलेकाहीँ भ्यागुतो पनि पोखरीबाट चाहिँ घाम ताप्नको लागि बाहिर जान्थ्यो। र मुसो र भ्यागुतोको बिचमा चिनजान भयो र उनीहरू बिचमा घनिष्ठता र आत्मीयता बढ्दै गयो। र एक दिन भ्यागुताले मुसालाई भन्यो, मित्र मित्र हामी यति नजिक भयौँ, हामी बिचमा यति राम्रो आत्मीयता घनिष्ठता भयो, अब हामी एक सेकेन्ड पनि छुट्टिन सक्दैनौँ। अब हामी सँगै रहनको लागि तिम्रो एउटा खुट्टा र मेरो एउटा खुट्टामा छ नि रसी बाँधेर हामी सँगै रहौँ भनेर भ्यागुताले भन्यो र मुसाले हुन्छ भन्यो। र दुईटाको सहमति अनुसार दुईवटा खुट्टामा मुसा र भ्यागुताले रसी बाँधे। र एकछिन बाहिर बसिसकेपछि घाम चर्कियो, भ्यागुतो चाहिँ नि पोखरीमा चाहिँ नि फुङ्गाल्यो। फुङ्गाल्दा मुसो पनि सँगै चाहिँ नि पानीमा गयो। अब भ्यागुतो पौडिन सक्ने भयो, उसलाई खासै असर परेन। मुसो चाहिँ नि पौडिन नसक्नाले मुसोको मृत्यु हुन्छ। र पानीमा तैरिन्छ मुसो, त्यसलाई माथिबाट चाहिँ एउटा चिलले देखा हुन्छ। चिलले त्यो तैरिरहेको मुसालाई लाँदाखेरि भ्यागुतो समेत जान्छ माथि र दुवैको चाहिँ नि दुवै चिलको शिकार हुन्छन्। यसरी अपवित्र गठबन्धन भयो भने त्यो गठबन्धन न त दीर्घकालीन हुन्छ, न टिकाउ हुन्छ, न जनपक्षीय हुन्छ। त्यसो भएको हुनाले गठबन्धन गर्दा स्पष्ट नीति, स्पष्ट विचार, साझा उद्देश्य, जनपक्षीय भावना अनुसारको हुनुपर्छ। धन्यवाद।